कहिले रिसिने के भने राम्रै आवाज भइया भने भन्दा पटक नआउने है पढेर के भन्ने गरे डाक्टर डाक्टर अङ्कललाई सुई देख्दा डर लाग्छ फेरि मर्न त मर्न सुई लिएर नआऊ है घर आउँछ एउटा उन्डा दिएको टटा दिए बिगा पैसा धेरै आयो धेरै छ सबै कलर मिलाइदिएछ है है ट्याक्क जमाएर आन्टीको र अङ्कलको मिस्टेक उस भएको लामै छ सबैलाई लगाइदिए सबै दिन वर्षा चाहिँ टिका लाउनु बिस्तारै लाउने कि किन तिनीहरू आशिष दिन पर्यो हो पनि कस्तो गरे एकदम ज्ञानी हुने धेरै पढ्ने है भनेको मान्ने पढाइतिर अलिक ध्यान राम्रै छ पढाइ अझै पनि राम्रो हुनुपर्छ तर भुटबोर्डिङको पढाइले फेरि केही पनि हुँदैन रोशनीको देखेँ नि देखेन त्यो अलिकति अझै मिहिनेत गरेर पढ्नुपर्छ म पहिला अरू त्यही भनेर थियो अहिले त्यही भन्छु अर्को त सँगै नै भन्छु फेरि कम्प्लिट नगर्दासम्म कम्प्लिट नगर्दासम्म है अब पढेर के बन्यो अरे दिपीका पाइलट के बन्यो डक्टर उते डाक्टर आके यो पाइलट होला के सबै डक्टर पनि भयो सुई चाहिँ घर ल्याउने होइन कसैले कसैको त बुढामा गएर नि आएका छन् घर बिमारी चाहिँ त्यही जानु पर्छ जमरा धेरै गरे दुइटै कलर मिलाएर है हो कि न कलर अब कस्तो मनपर्छ थाहा भएन कुनै बेला रातो मन पर्थ्यो आज रातो रहेन छैन भाग्य माने त्यसलाई छुट्याउनु लानुभयो अरू अर्को हिरो पैसा मैले 50 दिएको त्यसलाई त हिरोले चाहिँ टम्किन हाल्दे धेरै पनि ज्ञानी हुने भनेको मान्ने हो कि न एकदम निरोगी हुने सबैको प्यारो हुने पढेर के पनि हेर बाबु भाइचा बिना टम्किन बिजनेसम्यान बन्छौ केको बिजनेस गर्छौ थाहा हुनुपर्छ है के को सबैलाई बस्ने बाबाले जस्तै मान्छे अङ्कलको भाइ भित्र आउँछ पढ्ने है जेठो यही भन्छ ल कति राम्रो पैसा होला नि ठ्याक्क रोजको कपडा जस्तै भयो है सबै रात पैसा यस्तो पैसा पाएँ मैले फेरि टिका लाउँथेँ नि दुईटा हातले नलिन भाग्य मानेर अन्ति जानेलाई नि अब अनि उहाँले लगाइदिनु भएको त्यही भएर मैले